आज कुरा गरौँ रसिया युक्रेन युद्धको अन्तिम अवस्थाको बारेमा र त्यसपछि हुने सक्नु नसक्ने सम्भावित घटनाहरू करिब 4 वर्षदेखि 2022 फेब्रुअरीदेखि चलिआएको रसिया युक्रेन युद्धमा दुवैतर्फ व्यापक मानवीय क्षति भएको छ। विशेषतः युक्रेनको पक्षमा क्षति तुलनात्मक रूपले धेरै रसियाको भन्दा धेरै नै बढी मानवीय क्षतिहरू भएको छ र यससँगै अमेरिकाले प्रस्ताव गरेको 28 पोइन्टको सहमतिमा पछि त्यसलाई घटाएर 19 को बनाइयो क्यारे र त्यसमा अहिले छलफल भइरहेको छ। रसिया युक्रेन युद्ध त्यतिकै टुङ्गिने वाला छैन। यदि टुक्रिने त्यति अहिले नै टुङ्गिने अवस्था छैन। यदि तत्काल युद्ध टुङ्गियो भने टुङ्गे तापनि यो फ्रोजन कन्फ्लिक्टमा रहने भएको कारणले फेरि युद्ध सुरु हुने सम्भावना अहिले ज्यादा छ। अब अहिले तत्कालको अवस्थामा सप्लाई चेनहरू फिजिकल मेन पावरहरूको उपलब्धता र साथै अहिले मौसमको चुनौतीको कारणले गर्दाखेरि अब यतिखेर एकदम विन्टर लागिसकेपछि करिबको लास्टमा भएको कारणले गर्दाखेरि त्यहाँनिर एकदमै चिसो हुने कारणले गर्दाखेरि अहिले विशेष गरी युक्रेनको पट्टिको मोर्चालाई एकदमै गाह्रो देखिन्छ युद्ध लड्नको लागि। त्यस कारणले पनि उसको माथि दबाब छ र त्यही बिचमा अहिले अमेरिकाको तर्फबाट एउटा प्रस्ताव आएको छ। यसमा दुवैपट्टिका डिप्लोमेटहरू छलफल गरिरहेका छन्। सम्भवतः यो युद्ध तत्काल अन्त्य भए तापनि युरोपियन देशहरूले यो युद्धलाई रोक्न चाहँदैनन्, किनभने रुसोफोबिक भन्छ युरोपको यो यति धेरै छ कि यो आजको मात्रै होइन, पहिलेदेखि यो रुसोफोबिकले गर्दाखेरि उनीहरूले जहिले रसियालाई खतरै मात्रै देख्छन्। र अर्को कुरा युरोपियन एलिट र रसियाभित्रका एलिटहरूले पनि यो युद्ध रोक्न चाहँदैनन्। किन भन्दा रसियाको इकोनोमी भनेको स्टेट कन्ट्रोल इकोनोमी हो। युरोपको एलिटले कन्ट्रोल गरेको इकोनोमी र त्यसको सरकार हो, रसियाको त होइन। र के हुन्छ भन्दाखेरि अब अहिले यो रसिया युक्रेन युद्धले एउटा रसियालाई कसरी पनि एउटा मजबुत बनायो भन्दा तमाम किसिमका स्याङ्सनहरू रसियामाथि दबावको स्वरूप अमेरिकाद्वारा साथै युरोपद्वारा लगाइए तापनि रुसले आर्थिक प्रगति पोजिटिभ गरेको देखिन्छ। भनौँ तमाम युरोपका देशहरूभन्दा उसको इकोनोमिक प्रोग्रेस सरप्लसमा छ।
युद्धको अवस्थामा पनि। मानिसहरूले विभिन्न अड्कलबाजी लाउँछन्। अब यो के अरे रसिया भनेको वार इकोनोमी हो, यतिखेर हतियार उत्पादन गर्छ, बेच्छ, त्यही भएर अब सरप्लसमा जान्छ भन्ने कुरा होइन। त्यो मात्रै होइन, साइन्स एन्ड इनोभेसन, पब्लिक वेलफेयर, पब्लिकलाई दिनुपर्ने सब्सिडी, हरेक कुराहरू, त्यस्तै हतियारको उत्पादन, सम्पूर्ण क्षेत्रमा उसले अहिले एकदमै राम्रो प्रगति गरेको छ। प्रोडक्सन उसका अहिले इन्डस्ट्रीहरू फुल फेजमा चलिरहेका छन्। र अर्को कुरा रसियन फेडरेसन, युएसएसआरको डिजल भएर र रसियन फेडरेसन बने यताकै सबैभन्दा कम्ती अनइम्प्लोइमेन्ट रेट छ। अर्को वर्ष त झन् अझ 1% घट्ने भने करिब 2%को हाराहारीमा अनइम्प्लोइमेन्ट रेटमा झर्नेछ भनेको उसले एकदमै अहिले राम्रो अभूतपूर्ण यस्तो प्रगति आर्थिक हिसाबले पनि गरिरहेको छ। र यही बिचमा विभिन्न किसिमका ट्रेड सम्झौताहरू विभिन्न किसिमका अन्य देशहरूमा गरेको कारणले गर्दाखेरि रसिया अहिले इकोनोमिकली मजबुत देखिन्छ। स्याङ्सन लगाएकै अवस्थामा पनि यो अब स्याङ्सन हटाउँदा रसियाको इकोनोमिक चाहिँ के होला। फेरि फर्क्यौँ युद्धमै। रसिया र युक्रेनको युद्धमा करिब भने गरिन्छ 15 देखि 20 लाख युक्रेनको तर्फबाट सेनाहरूको मृत्यु भयो। त्योभन्दा बेसी युद्धमा फेरि फर्किन नसक्ने गरी घाइते भएको समाचार आएको छ। अब अफिसियल्ली कुनै पनि समाचार नआए तापनि विभिन्न माध्यमबाट यो किसिमको समाचारहरू आएको छ। र विभिन्न यो मिलिटरी सम्बन्धी एक्सपर्टहरूले गरेको उहाँहरूले मिलिटरी एक्सपर्टहरूको भनेअनुसार पनि यो डाटा सत्य नै हो भनिन्छ। किन भन्दाखेरि उहाँहरूले विभिन्न स्ट्याटिस्टिक्स दुवै तर्फको स्ट्याटिस्टिक्सहरूलाई एनालाइसिस गरेर उहाँहरूले आफ्नो धारणाहरू बनाउनुहुन्छ। अब त्यही अनुसारले यो स्ट्याटिस्टिक्स ठिक छ भनेर भनिराख्नु भएको छ। र यसमा क्षति एकदम ज्यादा युक्रेन पक्षलाई धेरै नै ज्यादा भएको छ। र यसको असर तमाम युरोपियन मुलुकहरूमा छ। र विशेष गरी जर्मनीको इकोनोमी त पछिल्लो 3-4 वर्ष यता मन्दी एकदम व्यापक मन्दीको सामना गरिरहेछ। फ्रान्सको पनि त्यही अवस्था छ, युरोपको पनि त्यही अवस्था छ। अब अर्को अब तिनैवटा ठुला सरकारहरू बेलायत अब फ्रान्स इटालीको पब्लिक रेटिङ पनि अहिले सबैभन्दा उनीहरूको कार्यकालको सबैभन्दा कमजोर पब्लिक रेटिङ छ उनीहरूको। इकोनोमीमा त्यही किसिमको दबाव छ। माइग्रेसन त्यही किसिमले भएको छ। करिब 1 करोडभन्दा बेसी मानिसहरू युरोपतिर माइग्रेट गरेको भन्ने समाचारहरू आएका छन् होइन। यो युरोपको लागि त एकदम क्याटास्ट्रोफिक हुन्छ। एकदमै ठुलो असर परेको छ। यही युद्ध तत्काल अन्त्य भए तापनि अमेरिकाको फोरेन पोलिसीले भित्रभित्रबाट काम गरि नै रहेको छ। र अहिले यही युद्धकै क्रममा अन्तिम अवस्थाको क्रममा यता इन्डो पेसिफिक लगायत साउथ चाइना सी लगायत जापान चाइना बिचमा पनि वैश्विक टकरावले गर्दा त्यहाँका सरकारका प्रतिनिधिहरू बिच आरोप प्रत्यारोपको राजनीति सुरु भएको छ। त्यहाँ पनि यो क्षेत्रमा पनि तनावको वातावरण सिर्जना भएको छ। के रसिया र युक्रेनको युद्ध अन्त्यसँगै साउथ चाइना सीमा अर्को युद्धको मोर्चा त खुल्ने होइन भन्ने प्रश्न अहिले मडारिरहेको छ। किन भन्दा पछिल्लो केही वर्ष यता इन्डो पेसिफिक रणनीति अन्तर्गत चाइनालाई वरिपरिबाट घेरेर ब्लकेट गर्ने
रणनीति अनुसार उसले व्यापक काम गरिरहेको देखिन्छ। त्यसमा पाकिस्तानमै पनि देख्न सकिन्छ। सिपेकमाथि चाइना पाकिस्तान इकोनोमिक करिडरमाथि अवरोध सिर्जना गरेर त्यो प्रोजेक्ट लाई त्यहाँबाट विफल बनाउने। अब इन्डिया त जापान, साउथ कोरिया, अस्ट्रेलिया र इन्डिया, अमेरिका क्वाडकै सदस्य अमेरिकी रणनीतिक सुरक्षा साझेदार भएको कारण इन्डिया त त्यही रणनीति अन्तर्गतै पर्यो। क्वाडको उद्देश्य भनेको चाइनालाई रोक्ने नै हो। त्यस्तै गरी बङ्गलादेशमा उसले त्यहाँको सत्ता लामो समयसम्म शेख हसिनाको सत्तालाई विस्थापन गरेर नयाँ व्यक्तिलाई ल्याएर त्यहाँको अन्तरिम सरकार प्रमुख बनाइएको छ। अब उहाँ अहिलेको नयाँ राष्ट्र अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पश्चिमा निकटै मानिनुहुन्छ। श्रीलङ्कामा पनि त्यसरी नै सत्ता पल्टाइयो। राजपक्षको फ्यामिलीले विस्थापन गरेर अर्को सरकार ल्यायो। त्यही पनि त्यहाँ अलिकति थोरै ब्यालेन्स जस्तो देखिन्छ। अब म्यानमारमा त विद्रोही समूह र त्यहाँको सेनाबीचमा टसल एकदमै व्यापक छ र म्यानमार हुँदै चाइना जाने जुन पाइपलाइन छ त्यहाँ बनाउने तयारी गरेको, त्यसमा पनि विद्रोही समूहद्वारा आक्रमण गराएर त्यो प्रोजेक्ट विफल बनाउने नै हो उद्देश्य। किन भन्दाखेरि चाइना करिब क्रुड ओइलमा अन्य देशसँग डिपेन्डेन्ट छ र उसको क्रुड ओइलको ठुलो मात्रा यता पर्सियन गल्फ होइन, यता भनौँ साउदी, कतार, युएई, कुवैत, इरानबाटै उसको खनिज तेलको पूर्ति हुन्छ र चाइना जाने रुट यही हिन्द महासागर हुँदै त्यसपछि अब मलाक्का स्ट्रेटको बाटो हुँदै साउथ चाइना सी हुँदै नै जाने हो। र पाकिस्तान पनि यही हिन्द महासागरकै क्षेत्रमा आउँदछ, इन्डिया पनि त्यसैमा आउँदछ। बङ्गलादेश म्यानमारको क्षेत्रबाट पाइपलाइनबाट चाइना जाँदाखेरि पनि त्यहाँनिर छोटो दूरी पर्ने भएको कारणले गर्दाखेरि त्यहाँ पनि अहिले टसल देखिरहेको छ। साथै मलाक्का स्ट्रेट एउटा सानो स्ट्रेट भएको कारणले त्यहाँ त सजिलैसँगले ब्लकेट गराएर पनि चाइनाको सप्लाई रोक्न सकिन्छ भन्ने एउटा उद्देश्य अनुसारले अहिले व्यापक काम गरिरहेको छ। भन्दाखेरि इन्डोनेसियामा पनि अहिले जेनजी रिभोल्युसनका गतिविधिहरू भएका देखिन्छन्। थाइल्यान्डमा पनि देखिन्छ, फिलिपिनमा पनि देखिन्छ। फिलिपिन त विशेष गरी अब रणनीतिक साझेदारी भएको कारणले गर्दाखेरि चाइना हेर्ने नीति अन्तर्गतको एउटा महत्त्वपूर्ण राष्ट्र पनि हो। त्यस्तै अहिले ताइवानको विषय पनि पोचिलो बन्दै गइरहेको छ र अहिले जापानकी नयाँ प्रथम महिला प्रधानमन्त्री सानाया टाकाइची अब उसलाई अलिकति भनिने गरिन्छ कि राइट विङ पूर्वकी यता सिन्जो आबेकै पार्टीकी नेत्री मानिन्थ्यो। अहिले उहाँ नै प्रधानमन्त्री भएको बखतमा एउटा तीखो अभिव्यक्ति जापानको तर्फबाट आएको छ, जुन दोस्रो विश्वयुद्ध यता त्यसरी कुनै पनि जापानका सरकारका प्रतिनिधिहरूले त्यसरी चाइनाको विषयमा बयान दिएको थिएन र त्यसको तत्कालै जुन बयान आयो पार्लिमेन्टमै आएको बयान हो सानाया टाकाइचीको। त्यसको बयानमा चाइनिज करेस्पोन्डेन्टहरूले एकदम तीखो रूपमै त्यसको प्रतिवाद गरेका छन्। कसैले त कुनै डिप्लोमेटले त ठुलै लेभलको डिप्लोमेटले त घाँटी नै काट्ने समानको एउटा धम्की स्वरूप नै पनि लिखित बयानहरू ट्विटरमा एक्समा आए। भलै त्यो पछि डिलिट भए तापनि त्यो एउटा एकदम स्ट्रङ मेसेज दिने किसिमकै नै मान्नु पर्ने हुन्छ। किन भन्दाखेरि
त्यस्तो बयान लिखित रूपमा आइसकेपछि त्यहीमाथि एउटा अफिसियल डिप्लोमेन्ट हाई लेभलको अफिसियल डिप्लोमेन्टले आइसकेपछि भनेको यता ऊभन्दा माथिल्लो लेभलको कुनै पनि सरकारी प्रतिनिधिले त्यसको काउन्टर गरेर यो मिस्टेक भएको हामीबाट यसलाई अब के अरे यसलाई हामी सच्याउँछौँ भनेर नआएको कारणले गर्दाखेरि त्यसलाई स्वीकारै गरेको जस्तो देखिन्छ। त्यस कारणले अहिले फेरि पछिल्लो समय ताइवानले पनि अमेरिकासँग व्यापक मात्रामा हतियार खरिद गर्ने सम्झौता पनि गरेको छ। यसले के देखिन्छ त भन्दा रसिया युक्रेनको युद्धलाई फ्रोजन राखेर चाइनामाथि दबाब सिर्जना गराउन ताइवानलाई अर्को युक्रेन त बनाउने होइन भन्ने प्रश्न देखिन्छ। जस्तो कि नेपालमा पनि नेपाल अब चाइनाको साउथ बोर्डरमा पर्छ, त्यहाँ पनि अब भन्ने गरिन्छ वेस्टर्न सरकार अब रसियन न्युज एजेन्सीको अनुसारले त कठपुतली वेस्टर्नको अमेरिकाको कठपुतली सरकारै भनेर समाचारहरू प्रकाशन गरेका छन्। तर जहाँसम्म थोरै बहुत नेपालमै राजनीति गर्ने मान्छेहरूले पनि त्यो कुरालाई अस्वाभाविक मान्दैनन्। जुन रसियन च्यानलहरूबाट प्रकाशित भएको समाचारमा अस्वाभाविक मान्दैनन्। यो किन भन्दाखेरि अहिलेका नेतृत्वमा रहेका व्यक्तिहरूको पृष्ठभूमिलाई हेर्दा करिब त्यसमा सहमत पनि हुन सकिन्छ। त्यसलाई त्यति साह्रो आश्चर्यजनक मान्नुपर्ने पनि छैन। अब जो अहिलेको जुन चाइना घेर्ने रणनीति अन्तर्गत छ उसले चाइनाका छिमेकी देशहरू यता म्यारिटाइम क्षेत्रका राष्ट्रहरू र यतातिर बोर्डर चाइनासँग फिजिकल बोर्डर छोडेर सबै देशहरूमा अहिले चाइनाको अमेरिकाको व्यापक गतिविधिहरू भएको छ, जुन इन्डो पेसिफिक रणनीति अन्तर्गत आउँछ। यता साउथमा यो भुज राजनीतिक टकरावले भविष्यमा कस्तो असर सिर्जना गर्छ, यसका नकारात्मक प्रभावहरू के हुन्छन्, यसले हामी नेपालीलाई के प्रभाव पार्छ भन्ने कुराहरूमा हामी अलिकति गम्भीर हुन जरुरी छ। विशेष गरी नेपालीहरूले एउटा नेपालीहरूमा एउटा स्वीकार गर्ने कुरा पानी के चाहिँ छैन भन्दाखेरि चाइनिज प्रोडक्ट भन्ने बित्तिकै कमसाल हुन्छ, यसमा क्वालिटी हुँदैन, यसको गुणस्तर नभएको कारणले गर्दाखेरि यसको टिकाउ हुँदैन भन्ने एउटा मेन्टालिटी छ। त्यसको यस्तो गहिरो प्रभाव परेको छ र चाइनाको नाम लिन पनि नसक्ने, नाम लिँदाखेरि पनि रिसाउने अवस्थामा छन् अहिले विशेष गरी युवा युवती। उनीहरूलाई वेस्टर्न कल्चरको एकदमै प्रभाव भएको कारणले गर्दाखेरि सबै कुराहरूमा हरेक साइन्सकै कुरादेखि टेक्नोलोजी साइन्स हरेक सेक्टरमा उनीहरू नै अगाडि छन्। चाइना केही पनि होइन भन्ने उनीहरूलाई भ्रम छ, त्यो होइन। अब त्यही नै अस्ति नै स्पेसमा फँसेकै अब यात्रीहरूलाई पनि अब अहिले देखियो त होइन। अब रेस्क्यु गर्ने कुरामा अमेरिकाले 9 महिना लगाए, चाइनाले 9 दिनमै लगाए। अब पक्कै पनि त्यो रकेट त अब चाइना अमेरिकाले चाहिँ एकदम सोफिस्टिकेटेड होइन टेक्नोलोजी प्रयोग गरेर चलाएको र चाइनाले चाहिँ कागजको बनाएर चलाएको होइन। र कमसलै भए तापनि त्यो लेभलको टेक्नोलोजी त उसले सो अप गरिसकेको छ। मिलिटरी क्षेत्रमा पनि सो अप गरिसकेको छ, साइन्स एन्ड टेक्नोलोजीमा पनि गरेको छ, अरू विभिन्न इनोभेसनमा पनि गरेको छ, एआईमा पनि गरेको छ। अब अमेरिकाको एआईको त पुरानो ढोङ्गी हो। त्यसले सकारात्मक प्रभाव पार्ने भन्दा पनि नकारात्मक प्रभाव पारेर विद्यार्थीहरूको आइक्यूलाई घटाउने कामहरू गरिरहेको छ। अब त्यस कारणले गर्दाखेरि नेपालमा पनि यो भू राजनीतिको टकराव व्यापक पर्छ। हामीले पनि यसमा ध्यान दिनुपर्छ। यति कुरा चाहिँ के चाहिँ बुझ्दाखेरि हुन्छ भने नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर नेपालबाट फाइदा लिने होइन पश्चिमाहरूले, अमेरिकाले केही लिने होइन। नेपालको आफ्नो विदेश मन्त्रालय छ, नेपालको आफ्नो फोरेन पोलिसी छ, नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो। त्यस कारणले त्यसलाई प्रयोग गरेर दुईटा ठुला छिमेकी राष्ट्रहरूलाई अनस्टेबल बनाउने
उसको रणनीति हुन्छ नेपालको भूमि प्रयोग गरेर। त्यो कसरी सम्भव छ त? त्यस्तो हुनै नसक्ने 7 समुद्र पारेको भन्ने नेपालीहरू पनि धेरै छन्। सम्भव छ हजुर। संयुक्त राष्ट्र सङ्घको स्थायी कमिटीमा सुरक्षा स्थायी कमिटीमा होइन जम्मा 5वटा देश छन्, त्यसमध्ये 3वटा देश उसैको निकटका छन्, फ्रान्स बेलायत र हो। त्यस कारणले गर्दाखेरि पनि सम्भव छ। भिटो प्रयोग गर्न हुन्छ कि के गरेर हुन्छ कि नेपालको भूमिलाई प्रयोग गर्न उसले सक्छ। र अर्को कुरा इन्डियाको कुरा गरौँ। इन्डियालाई अनस्टेबल बनाएर पनि त्यति साह्रो अमेरिकाले पश्चिमालाई फाइदा हुने होइन। त्यहाँबाट पनि उसले राजनीतिक स्वार्थ लिनको लागि अरू यताउति भन्दाखेरि पनि उसलाई प्रिपेयर गराउने भनेको चाइनासँगको युद्धको लागि प्रिपेयर गराउने हो इन्डियालाई। तर अब त्यो इन्डियाको के कुरा गर्ने? अब इन्डिया एउटा देश खै कस्तो देश? किन भन्दाखेरि युद्धको अवस्थामा जनता युनाइट छैन भने त्यो देशले युद्ध हार्छ। जनता युनाइट छैन भने त्यो देशले युद्ध हार्छ। अहिले अब युक्रेनमा त्यही देखियो, जनता युनाइट छैन। तर रसिया त युनाइटेड छ। र अर्को कुरा चाइना युनाइटेड देश हो। त्यो देश भइसकेको छ। त्यो एउटा सिभिलाइजेसन पनि हो चाइना रसिया भनेको। इन्डिया त हजार राति त भाषै होला, संस्कृति त्यस्तै छ, धर्मको नाममा राजनीति गर्छन् होइन। त्यो भएको कारणले गर्दाखेरि त्यो एउटा युनाइट नभएको राष्ट्र भएको कारणले गर्दाखेरि पनि उसलाई युद्धमा जाँदाखेरि धेरै गाह्रो पर्छ इन्डियालाई। अब अर्को कुरो इन्डियन एलिटहरू पनि युद्धमा जान चाहन्छन्। किन भन्दाखेरि उनीहरू पनि अब पश्चिमाहरूको अमेरिकाको प्यादै हुन्। र अर्को चाहेर या नचाहेर यदि इन्डियाको पोलिटिकल लिडरले चाहेन नै भन्दा पनि उनीहरू इन्डियन एलिटहरूको यति चङ्गोमा फँसिसकेका छन्, यति प्रभावमा परिसकेका छन् कि ती एलिटहरूको विपक्षमा जान सक्ने अवस्था छैन इन्डियालाई पनि। किनभने इकोनोमिक पोलिसी युरोपियन अमेरिका इन्डियाको सेम छ। यो रसिया चाइनालाई मजाले थाहा कुरा। जबसम्म इन्डियाको इकोनोमिक पोलिसीमा पोलिसी मेकर पोलिटिसियन सरकारको गभर्मेन्टको हुँदैन तबसम्म हामी एगेन्स्टमै हुन्छौँ भने रसिया चाइनालाई थाहा छ। त्यही पनि कुटनीतिक रूपले डिप्लोमेटिक रूपले मिलाउँदै जाउँ भन्ने एउटा रसिया चाइनाको देखिन्छ। अहिले परिस्थिति एकदम जटिल छ हो। अहिले तत्काल के अरे इन्डस्ट्रियल क्यापेसिटी हेर्ने हो भने, हतियारको प्रोडक्सन हेर्ने हो भने, टेक्नोलोजी हेर्ने हो भने रसिया चाइना धेरै अगाडि छन्। सम्पूर्ण युरोप अमेरिका जोड्दाखेरि पनि हरेक क्षेत्रमा छन्। तर इन्फर्मेसनको सवालमा हेर्ने हो भने इन्फर्मेसनमाथि अमेरिकाको कब्जा छ। किन भन्दाखेरि रसिया र चाइना एउटा दुईवटा देश, इरान, क्युबा, भेनेजुएलामा पनि है, भेनेजुएलामा पनि त्यति साह्रो छैन। रसिया र चाइनाले आफ्नो प्लाटफर्महरू युज गर्छ भने अरू करिब 190-192वटा देशको इन्फर्मेसनमा अझ पनि अमेरिकन प्लाटफर्महरूको कब्जा भएको कारणले गर्दाखेरि उसँग त्यो शक्ति छ। यो कुरामा चाइनिज र रसियनहरू कमजोर भएको कारणले गर्दाखेरि अझ अहिलेको अवस्थामा पनि अमेरिका तुलनात्मक हिसाबले अलिकति माथि नै देखिन्छ। किन भन्दा जति पनि चाइना र रसियाको छिमेकी देशहरू छन्, म्यारिटाइम नेसनहरू छन्, अरू समुद्रका छेउका, इन्फर्मेसनमाथि उनीहरूको क्याप्चर भएको कारणले गर्दाखेरि एन्टी चाइनिज र रसियन त्यहाँ कन्टेन्टहरूलाई त्यसलाई प्रमोट गर्ने र उसलाई त्यसलाई त्यहाँको पब्लिकको माइन्डमा प्लान्ट गराउने। प्लान्ट गराइसकेपछि भनेको त्यहाँ पनि चाइना र रसियाप्रति हेट पैदा हुन्छ। त्यसरी उसले अमेरिकाले विशेष गरी युएसले
त्यहाँको पब्लिकलाई पनि वारको लागि प्रिपेयर गराउँछ भने त्यो चाइना र रसियासँग त्यसमा अलिकति काम गर्नुपर्ने देखिन्छ। किन चाइना र रसियामा छैन भन्दा उसले आफ्नै रसिया र चाइनाले आफ्नै प्लेटफर्महरू प्रयोग गर्छन्, सोसियल मिडियाहरू प्रयोग गर्छन्। नेपालमा पनि त्यही हो। नेपालमा पनि करिब 90% कब्जा छ, त्यो 10% टिकटकबाट। टिकटकमा पनि अब यस्तो छ, टिकटकले फेसबुकले त आफैले कन्टेन्ट क्रिएटरहरू बनाउँछ होइन, जानीले बनाउँछ प्रमोट गराएर। तर अर्को कुरा फेसबुक युट्युबहरूमा कन्टेन्ट क्रिएटरलाई हेल्प गर्नको लागि विभिन्न किसिमका एनजिओजहरू छन्, त्यसले प्रमोट गर्छ। अनि कस्ता कन्टेन्टहरूलाई त्यो एनजिओले नै बनाएको डिजाइन अनुसारले कस्ता कन्टेन्टहरू प्रमोट गर्ने, कस्ता कन्टेन्टहरूलाई नगर्ने भन्ने कुरा त्यहाँनिर अलरेडी त्यो काम भइसकेको हुन्छ। तर टिकटक त्यस्तो छैन। टिकटक एउटा स्वतन्त्र भएको कारणले गर्दाखेरि उसले त्यसरी इन्फ्लुएन्सरहरूलाई प्रयोग गरेर प्रमोट गरेको देखिँदैन। त्यो कारणले गर्दाखेरि पनि नेपालमा पनि अब इन्फर्मेसनमा उसको क्याप्चर छ, इन्डिया पनि उसको क्याप्चरमै छ होइन। त्यस कारणले थोरै जोगिन जरुरी छ। सम्भाव्य चुनौतीहरू धेरै नै भयानक देखिन्छन्। अहिलेको अवस्था यस्तो आएको छ कि दोस्रो वर्ल्ड वारको सुरुवाती बखतमा नाजीहरूले जुन किसिमको हेट यता ज्युजमाथि पैदा गराएर त्यहाँनिर होलोकास्ट गरेको थियो, त्यस्तै कम्युनिस्ट यता सोभियत युनियन प्रति हिटलरको जुन हेट थियो, त्यही किसिमको अहिले हेट्रेडहरू बढ्दै गएको देखिन्छ। त्यो कहीँ जातको नाममा, कहीँ धर्मको नाममा, कहीँ कलरको नाममा अहिले भएको देखिन्छ। त्यसको असर सम्पूर्ण देशहरूमा अहिले परेको कारणले गर्दाखेरि पनि सोसाइटी पनि अहिले पुरै ध्रुवीकरणको बाटोमा छ। नेपालमा अहिले पार्टी विरुद्ध जेन्जी विरुद्ध पार्टी, कतिसम्म भन्दाखेरि फिल्मै लड्ने परिस्थिति आएको छ। अब विभिन्न क्षेत्रहरूमा त विभिन्न साम्प्रदायिक कुराहरू पनि अब अहिले निस्किँदै आएका छन्। त्यसले समाजलाई ध्रुवीकरण गर्छ, एकता गराउँदैन। हामी सबैजनाले थोरै बहुत सोच्नु जरुरी छ। युद्धको आयाम भयावह हुन्छ। युद्धको आयामबाट फेरि पुनर्जागृत हुनको लागि वर्षौँसम्म कतिवटा जेनेरेसनले सेक्रिफाइस गर्नुपर्ने हुन्छ। त्यस कारणले हामीले त के चाहिँ गर्ने हो, हामी त शान्तिको कामना गरे हो, अन्य गर्न सक्ने हामी अवस्थामा पनि छैन। यही नै भन्नुपर्छ। धन्यवाद।